होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि सबैमा शुभ बिहानी। म चाहिँ बिहानै उठेर कामसाम सकेर नुहाइधुवाइ गरेर बसिरहेको। अब मेरो रुमको हालत देख्न सक्नुहुन्छ यस्तो भएको छ। अब चाहिँ म रुम मिलान्छु पहिला। साथीहरू मैले चाहिँ रुम मिलाइसकेँ। सरी हिजो चाहिँ मैले ब्लग गराउन पाइनँ, कामको कारणले बिजी भएँ। हिजो चाहिँ म आज चाहिँ दिनभरिको अपडेट दिइरहनेछु म हजुरहरूलाई। अनि सक्दो चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। अनि साथीहरू म चाहिँ अब हस्पिटल जाने काम पऱ्यो दिदीलाई लगेर। अनि किन जानु लाग्यो त्यो चाहिँ म पछि भन्नेछु। अब चाहिँ म रेडी हुन्छु। ल साथीहरू म चाहिँ रेडी भइसकेँ। अब हामी जान्छौँ एकछिनमा। बाँकीको अपडेट चाहिँ म उतै गरेर दिनेछु हजुरहरूलाई। फाइनली साथीहरू हामी चाहिँ हस्पिटल आइपुग्यौँ। उहाँ चाहिँ दिदी हुनुहुन्छ। उहाँलाई चाहिँ गाह्रो भइरहेको छ किनभने किन दिदी बच्चा पाउनु लाग्यो। चेकअप गराउन आएको हामी चाहिँ। अनि हाम्रो घरमा चाहिँ नयाँ मान्छे आउँदै हुनुहुन्छ। अनि छिटै नै डर लाग्छ नि फेरि कस्तो पनि न्युजहरू हेर्दाखेरि क्या। हामी चाहिँ दिदीलाई चेकअप गराएर घरतर्फ जाँदैछौँ। अनि अहिले चाहिँ ठिकै छ दिदीलाई। अनि पछि के हुन्छ थाहा छैन। फाइनली साथीहरू हामी चाहिँ घर आइपुग्यौँ। अनि मेरो ब्लग कस्तो लाग्यो हजुरहरूलाई राम्रो लागेमा कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अनि त्यसपछि यति भन्दै मेरो ब्लग यही समाप्त गर्छु। हस्त नमस्ते, बाई बाई।